साम्पाङले सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको नियुक्तिको बारेमा आलोचना गर्नु मेरो विचारमा उचित थिएन र हुँदैन पनि हर्क साम्पाङले। किन भन्दाखेरि जति पनि 1, 2, 3 नम्बरका न्यायाधीशहरू हुनुहुन्थ्यो उहाँहरू कुनै न कुनै पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो। यसमा दुई मत छैन। अझ त्यसमा सपना प्रधान मल्ल एमालेको सांसद नै भइसकेको व्यक्ति हुन्। त्यसैले हामीले अरू पार्टीले आलोचना गर्दा भएन मिलेन रोल क्रम मिचियो भन्नु अरू पार्टीले स्वाभाविक कुरा हो। किनभने उनीहरूको पार्टीको व्यक्ति सर्वोच्च अदालतको प्रधान न्यायाधीश भयो भने अलिकति उनीहरूलाई सहजता हुन्थ्यो कि भन्नु स्वाभाविक कुरा हो। तर हर्क साम्पाङले चाहिँ यसमा चाहिँ विमति किन मेरो विचारमा लागेको कुरा, सायद हर्क साम्पाङले यसमा चाहिँ कुनै पनि टिप्पणी गर्नु हुँदैन थियो। किनभने उनको पार्टीलाई पनि असर हुँदैन। एउटा भाइरल पात्र बन्नको लागि कुनै वाहवाही कमाउनको लागि यतिसम्मको कार्य नगर्दा राम्रो हुन्थ्यो मेरो विचारमा चाहिँ। किनभने अरू सबै पार्टीसँग न्यायाधीशहरू पार्टीसँग सम्बन्धित भएको कारणले गर्दा जो व्यक्तिलाई नियुक्ति गरिएको छ उहाँ चाहिँ कुनै पनि पार्टीसँग सम्बन्धित नभएको कारणले र राजपा सरकारले या बालन सरकारले अहिलेको सन्दर्भमा कुनै पनि चिजमा राजनीति गर्ने व्यक्तिहरू नहुन् भन्ने कुरा अलि स्पष्ट गर्न चाहन्छ। चाहे स्कुलमा होस्, कलेजमा होस्, चाहे हाम्रो कुनै पनि अदालतमा राजनीतिकबाट नियुक्ति नहोस् भन्न अलिकतै सङ्घर्ष गरिरहेको छ। त्यो विचारमा यस समयमा हर्क साम्पाङले चाहिँ यो कुरा आलोचना गर्नु उचित थिएन। चाहे रोल क्रमको कुरा गरौँ, चाहे जुनसुकै कुरा गरौँ, मेरो विचारमा। तपाईँलाई के लाग्छ आफ्नो विचार कमेन्टमा राख्नु होला। धन्यवाद।